प्लिज जग्गा हेरिदिनुहोस् भन्दा पनि तपाईका कार्यकर्ताहरू नि धेरै खराब छन्। हामी अहिले भनेको एमालेका मान्छे होइन, हामी अहिले बनेको एमालेको होइन। हामी त जन्मेदेखि नै भन्नु त्यस्तो मान्छेलाई हामीले यति रुवाएको छ कि उमादर दाइहरूलाई त हामीले कति पछ्याएर हिँड्नु त हामीलाई नि थाहा छ। अहिले तपाईँले घरै पछि जानु कि यही दुखेको हुन्छ, सबैको यही दुखेको हुन्छ। किन तपाईँमा सुनाइ किन पुऱ्याइदिनु त? हामी संगठन समिति गरेर खडा गर्छौँ, अर्को उहाँले गरेर हाम्रो चाहिँ लानै दिनुहुन्न, रोकिदिनुहुन्छ। त्यस्तो गर्ने हो, त्यस्तो गर्ने हो, त्यस्तो गर्ने हो। कति दुखेको छ हामीलाई। अर्को कुरा के हो भने अब उहाँले चाहिँ नि कहिले कमाएर खान बाँधिदिनु के को दिनु नि होइन, गाडी आउने त हामीलाई उहाँले मालपत्र के भन्नुभएको छ भने नि हाकिमले, सर हाम्रो बिरुवा लानको तपाईँहरू जबसम्म पुऱ्याएर आउँदैन गरेर खास भन्दाखेरि मान्छे लगाएर मकै पोखेका आउँछ, मकै पोखेका मकै त्यस्तो गर्नु पाइन्छ। मकै ल्याऊ, मकै पोखेका वस्तु छोड्देका। आखिर हामीले नसकेर 1200 रुपियाँ किलोको मकै लिएर जलिखाने गर्न दिएको हो। के को मकै त्यस्तो गर्न पाइन्छ? हामीले काम दिन्छु भनेको छ। सल्लाह के भएको छ 3 महिना अगाडि हामीले जानकारी गराउन सरकारले अनि छोड्ने भनेको छ। यस सम्बन्धमा अस्ति चाहिँ माथि पनि कुरा गरेर अनि तपाईँहरूसँग फेरि भेट्छ। अन्त बच्चादेखि हामी एउटैमा थियौँ भने किन परिवर्तन हुन्थ्यो? मन दुखेर यति दुखेको छ नि हामीलाई, यति दुखेको छ। 2200 बिगाको तपाईँ सम्झिनु कि 22 अहिले विचार गर्नु न। यति मात्रै हुँदै मान्छे म किन घरमा बसेँ? मेरो चित्त दुखेको छ नि। म किन बसेँ? मेरो परिवार मैले जम्मा गरेँ हामी एकै ठाउँ जन्मेको। मेरो 65 जनाले उहाँको जन्म थलो र मेरो जन्म थलो एउटै हो, खबरदार तल माथि। तपाईँ कहिलेको एमाले त्यसरी भन्नु परिवारले त्यस्तो भन्छ? परिवारै एमाले हौँ हामी। त्यस्तो चित्त दुखाएको छ हामीलाई। समान रूपले हेरिदिनु जनता। हामी झापाका मान्छे होइन नि, मेची महाकाली समान हेरिदिनुहोस् भन्ने लाग्छ हामीलाई। गोविन्द भाइ तपाईँसँग जहिले तपाईँ चाहिँ आउनुहुन्न। हामी कतिचोटि बस्छु भनिसकेँ दाजुलाई कतिचोटि मैले गोविन्द भाइलाई भन्दाखेरि होइन। अस्तिको दिन बोलाएको तपाईँहरू आउनु भएन, सबै 500 जना भेला भएको थियो झर्काइसक्यो। हामीलाई थाहा भएन है, हामीलाई थाहा भएन। थाहा भएको खबर गर्नु भनेको थियो। मलाई चाहिँ थाहा भएन। भाउजू बहिनी भनेर मान्छे होला नि। मैले एक दुईजना बहिनीहरू जाँदा सोधेँ, तपाईँहरू कहाँ जानुभएको सबैजना भनेर सोधेँ। मेरो छोरो उहाँहरूसँगै छ। छोरो चाहिँ मैले जे अनि म उहाँलाई पठाएर यहीँ बस्छु अहिले, अघि भनिसकेँ। हाम्रा कुराहरू सुन्नै हुँदैनन्। यो हुन्छ क्या धोका चाहिँ हुने कारण अनि चाहिँ मैले अघि भनिसकेँ भाइ, मै बस्छु अहिले। उहाँहरूलाई पठाएर अघि त्यहाँ म आफै बस्छु। के गर्नु र तपाईँलाई